पछि आइसकेको छु यहाँ गेटमा के गेट हो यो यस सानो मिठो ब्लक उयो पक्राउ देऊ न एकैछिन ल हामी चाहिँ यहाँ डेप्चुली गेटमा आइसकेको छौँ हामी जाने चाहिँ यता हो म यता छु यहाँ यता हुनुहुन्छ हाम्रो दिदी टिमै किनेको A few moments later. ना अनि लडिँदैन गाडीमा भनेर यिनीहरूले बस्नु जान्दैन हामी चाहिँ जाँदैछौँ डाइलग हान्नु ल ठिक छ यत्तिकै दिनु भएर अब ग्याङ चाहिँ यति नै है हामी 9जना एकजना चाहिँ थपिनु भएको छ हाम्रो दिदीको दाइ थपिनु भएको छ दाइ नै हो अघि भन्छौँ भएको छ ल ल अब ए हात्ती गाइस हामी चाहिँ यहाँ बस नपाएर भड्केको अवस्था यहाँ यत्तिकै हामी लाबारिस भएर बसिरहेको छौँ यहाँ अब सँगै सम्झाइ हाम्रो अब हो कि क्या हो के छ हौ चाहिँ लाउरे हाम्रो साथी हो लाउरे सेक्युरिटी दुबईको सेक्युरिटी ल गाडी चढ्यो गाडी चढ्यो यो पनि चाहिँ ट्यालेन्ट रहेछ यस्तोमा चढ्ने खलासी हो क्या यो पनि त अब हिँड्यो थाहै भएन त ठाउँ भएन कहाँ चढ्नु यार आम्मा पत्र हानेको ब्रेक A few moments later. यस्तो छ अवस्था हाम्रो चाहिँ एरोप्लेनमा जाँदैछौँ हामी एरोप्लेनमा गाइज अभी हम लोग इधर है सामान ल्याउने मात्र गाडी हुनुपर्ने कि मान्छे मात्र ल्याउने गाडी हुनुपर्ने यहाँ पर्खाइमा छौँ हामी यहाँ मान्छे लोड हान्नु रहेछ यता लास्टै गाडी म त भिआइपी सेटमा छु 1 hour later. म त भाइरल मान्छे देखे पनि केही लाग्दैन देख्दा त केही लाग्दैन अब त्यो भाइरल डल्यो त भाइरल म त रोनाल्डो देखेको बुझ्न यो पङ्खा खाली पोखरा गइसक्यो त्यहाँ पिछबाट हामी 3 hours later. ल गाइज भर्खरै हामी यहाँ आधी बाटो आइसकेको छौँ यहाँ अगाडिको टाढा जानुपर्ने यता कलौटी त यहाँ आउँछ अहिले जाँदैछौँ यो टाढा हो उयो परको देखाइदिन्छु भन बुनु उयो छेक्यो फेरि बाटो त्यस्तै छ यी यस्तो हालत छ कता यताबाट होइन यता हो यो डाँडा हो यो डाँडा हो हामी जानुपर्ने अब रोनाल्डोहरू भाइहरू A few moments later. भ्लग अब स्टार्ट भयो हाम्रो चेकिङ हुनको कारणले हामी यहाँ हिँड्दैछौँ गाइस गले Hello guys, I'm going to home. Hey, Bella. Women.
अब हामी फेरि चेकिङदेखि हिँडेर अब लाग्यो चढ्दैछ मान्छेहरू यहाँ बस्यो नि ओइ लाग्यो 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 1 hour later. बाल होइन अलमल के थियो मेरो सपना हो यार हिँगा जाने मात्रै हो त्यो सपना हो तर मेरो हिँगा जाने हो म त सक्दिनँ साथीरा ब्राजिलको जान्दिनँ नि यहाँ जाने हामी चाहिँ ठाउँ आयो फाइनली हिमाल गएको कस्तो हिँड्नु पर्छ यार अब। 1 hour later. गाइज आज घुम्न आएको सर र हल्का गरी पनि भयो खुसी लागिरह दुःख चाहिँ छैन होइन गाइज पागल हो चारजनालाई पालिदिन्छु भन्छ अम्मा देवचुलीको भ्यू नाइस Hold the hand, man. View. Nice, thank you. Oh my god. इङ्ग्लिसको हडाए कता बाटो यता हो कि यता हो ऊपर 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 से ऊपर मात्र जाने होला नि त हैन गाइज खोइ कहाँबाट हो ओ गाइज यताबाट हो नि हैन यताबाट हो ल गाइज ल हैन नयाँ नयाँ ठाउँमा यसो घुम्न आएको नि त त्यही भएर Few moments later. अहिले चाहिँ यहाँ फोटो खिच्दैछौँ हामी यस्तो छ है अहिले यहाँ भएको मान्छे सबै भाग्ला नि यस्तो छ यो डाँडा चढ्नुपर्ने भोलि चाहिँ हामी यो माथि टुप्पोमा यो माथि भोलि जाने होला अहिले हैन अहिले सकिन्न भोलि जाम्ला है गाइज मेरो च्यानललाई के भनिदिनु न लु सब्सक्राइब सब्स्क्राइब प्लिज सब्स्क्राइब गरिदिनु होला मेरो भाइको च्यानल अरू जे भइदिन्छ के भन्न चाहन्छु मेरो साथीको के अरे युट्युब च्यानल ब्लगर के अरे ब्लग गरिदिनुहोस् ब्लग हैन के सब्स्क्राइब गर्दै भन्न सब्स्क्राइब प्लिज लाइक गरिदिनु होला लाइक गरिदिनु कमेन्ट गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनु अनि त्यो घन्टी नि बजाइदिनु ओके छ त तपाईँ घन्टी नभन्न घन्टी भन् घन्टी ठिक छ यहाँ अर्को ग्रुप छ अन्टी त भनेछ नि अन्टी त ओ कमेडी भाइ हो तिमी अनि 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 एउटा दिसार खुलेर बस्यो मेरो नि होइन ला गुखामा ठिक छ यहाँ फोटोसुट हुँदैछ यता यहाँ एक्टिङ यस्तो छ है भ्यू गाइस देवचुलीको हामी चाहिँ यहाँ दुईजना दिदी र दाइलाई पर्खेको भयो ह्यान्डसमै चितवनको ह्यान्डसमै के भयो म ह्यान्डसम यस्तो ह्यान्डसमहरूको अगाडि हामी फेरि अनुहार चौधस्तो छ अब सिमनको भ्लगमा म भ्लग गर्छु होइन भन न केटा भन न भन न भन्नुपर्छ भन्नुपर्छ कि ढोको एक्चुअली कलिङ म भिडियो गराइदेऊ के एकचोटि नमस्ते नभर्नु हो पैसा छैन कि टिकटक बनाउनु न लक होला त उही देवचुली डाँडा गाइस यो होइन तिमीहरूलाई के थाहा देवचुली डाँडा होइन देवचुली डाँडा यो होइन अनि केही नि भन्न चाहदिनँ मलाई बोल्न नै आउँदैन भनिदिन्छु मलाई आउँछ बोल्न यहाँ चाहिँ हाम्रो यहाँ दिदी र त्यहाँ दाइलाई पर्खेको कहाँ जानुभयो यता देखाइसकेको आम्मा लास्ट टाइम छ त उता फेरि डान्स चल रहा है कि पार्टी चल रहा है क्या ब्याग हे आम्बो लाग्नुपर्छ अब चिसो भयो चिसो मौसममा त बनु कि चाहिँ हाम्रो बुनुहरूको यहाँ टिकटक चल रहा है यो बुनु कस्तो लाग्छ गाइस कमेन्ट गर्नु होला राम्रै छ है यो बुनु चाहिँ म गर्ने हो
त्यहाँ बस्ने अरे यहाँ अरे ए भने त ठिक छ भ्यू अबे के हो यो के को बोट हो यो ओए ब्यागमा लिएर जानुपर्छ क्या राज ओए राज ब्यागमा लिएर जानुपर्छ क्या यो अनि बेचिदिने मालामाल तर यस्तो चाहिँ खानुहुन्न है गाइस यस्तो नै खाने का कसरी हामीसँग हुन्छ झोलाग्याङको भाइ है ऊ चाहिँ होइन फोटो खिचिदिनु अरे दुईजनाको र पिलेन कराउँछ त कहाँ ऊ यो चाहिँ मेरो बाउले पिलेन पठाइदिएछ ए हो बादल निकाल्न अनुहार देखिँदैन देखिन्छ A few moments later. कति गोरो कति गोरो कुकुर गाइस अब चाहिँ हामी फोटोसोटो खिचेर उयो गरेर हिँड्दैछौँ फर्केको अब एकदम दामी अब चाहिँ रिक्सा फुल हात यस्तो फुल्यो यहाँ तल कहाँ हो हामी गाई चाहिँ लागेको हात्ती नै आएर भ्लग बनाउन पाइएन भिडियो बनाउन पाइएन सन्चै लागेन चिसोले के गर्नु बनाउनै पर्यो दसैँ लगाइदिउँ न होइन यस चस्मा लगाउन हातै हेर्नु नि गरी ठिक लाग्छ 1 hour later. पदुवा दाइ 1 hour later. ल गाई चाहिँ हामी फर्किँदैछु यस्तो छ भ्यू यो माथिबाट आएको हामी चाहिँ बाटो यस्तो छ हिँड्दैछौँ हामी गएको ल पछि कुदे छिटो छिटो रेडुलको सवाल छैन खोइ को डर रहेछ मै हो बाघ त्यस यहाँबाट हाम्बालिन्छ है यसले हो मलाई झापा हानिदिन्छ कसले यसले हालिदिएर नि पाइया मासले रक्सीको तालमा झापा हान्ने 1 hour later. अहिले चाहिँ हामी माथिबाट झर्छ दोकान पे हे हम लोग दोकान पे यता जाउँ न हामी चाहिँ तपाईँ र म चाहिँ बाटो कता अनि यहाँबाट हिजो आएको त हामी होइन माई गड अब जाँदैछ होला नि चुर खाएको त नदेखाउनु है यस्तो खानुहुन्न है ग्याइजहरू यस्तो खानुहुन्न अब हामी जाँदाको यहाँ माथिबाट झरेको किन्दैछ यहाँ खाने म त कहाँ नै सुनेको कहाँ नै उयो भइरहेको के भएको किन के हो किन हाँसेको यता हेर्नुहोस् त यताबाट गयो तिनीहरू यहाँ छ बाटो अब
कता हिँडेको कान ट्याप्प हेरेर दाइ मेरो ओइ सुन्तलाको बोट सुन्तला होइन हो खाने हो म त म त खान्न पिरो भने यहाँ साग पोल्छ र खानेलाई दिने हो केरा केराको खम्मा दाइ दाइ सात भाइ जम्मा गाजा निकाल भने यहाँ गाजलुती उयो राज मेरो पैसा पैसा तसँग पैसा मसँग को खाने हो खोइ खाम न सुन्तलाकै मात्रै बोट रहेछ मामा खाएको ल साबित्रा ए अब त गर्नु न बस्दैन नाकमा हालिदिनु दिने मा धकाले कसले मलाई मैले हानेको ल अहिले भेट्छौँ है त हामी बाटोमा अलिकति हामी जान्छौँ हिँड्छौँ गाजा होइन के भाइ म जस्तो लाग्यो अब उतै गएर भेट्छौँ हामी गाइस यहाँ आदि बाटोमा अहिले अहिलेलाई अब हिँड्दैछौँ हामी एकछिनमा गरौँला है त खाए ल साथीहरू को तिमी नै खाऊ म खाँदैछु A few moments later. हुन्छ लगाइ चाहिँ हामी फर्किन्छ है धेरै हिँडेको भएर क्या खुट्टा यसो कामिरहेको होइन गाई चाहिँ जस घुम्नु जाँदा चाहिँ खुसी लाग्यो होइन यहाँ चाहिँ छ मेरो होइन सोल्टिनी छ काली बहिनी छ त्यो अजित मामा हो होइन बिचरा बिहे भएन लाडो नै मर्छ ठिक छ गाई होइन अहिले तल गएर तल म मोमो खुलाउँछु होइन अरूलाई त के सुनाउनु मलाई यिनीहरूलाई त कुरा छोड्दैन हामी हो तर म साथी भाइ वाउ नाइस उहिले होइन उयो बाबा लाहात ओइ त्यो चिसो चिसो हो नि ओके वाउ नाइस बोइस वा यस्तो सेतोमा कालो मान्छे वा यस्तो सेतो कुहिरोमा कालो मान्छे गएको अब खानु गएको है यति त म जमानामा हिँडिन्थेँ ओहो बाटो त के हो यो ओ यस यस चिसो भयो ल्याउने बित्तिकै खुट्टा छर्र भयो खुट्टा यहाँ हो हामी आएको कहाँबाट आएको यता यता ल जाउँ है रेस्ट गरिन्छ र त्यसपछि अब के हुन्छ खानासाना खाइन्छ कि के गरिन्छ अब दिदीहरूलाई पर्खिन्छ अनि गइन्छ हो पुष्पा झुक्दैन नि कहिले पनि थाहा नि ओए जे जस्तो भयो नि तेरो सोटी ह्यान्डसम छ है बबाल हो नि त सेम 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 ए अनिललाई के छ भाइ 3 hours later. बुटो पानी यार 5 मिनट हो ल अब लाग्यो अब हिँडेको पुगिसक्यो फेरिहरूमा हामी त माया गर्दैन कसैले पर्खिनु है गोदाहरू हेर्छ हामीलाई दामी छ भ्यू मान्छे बवाल मिठो है हिमाल हिमाल यहाँ छ हामी यहाँ छौँ हिमालहरूले माथि पछि भयो हिमाल भन्दा तपाईँ गोरु हुन्छ त हौ दाइ त्यस्तो नभन बिल्ला लाग्छ सम कसम कि त्यस्तो नभन्न मलाई लाज लाग्छ के को लाज हिँड्छौँ र हिँड्छौँ नभन्नु अब होइन ह्यान्डसम त ब्ल्याक ह्यान्डसम हो फेरि वाइट होइन नि फेरि उयो हिमाल भन्दा गोरु हुनुहुन्छ तपाईँ यो हिमाल भन्दा नि त्यो त धेरै वाइट छ यार त्यस्तो नभन अलिकति बेजित नगर्नु दाइको बेजित नगर मलाई माया गर्ने एउटा सन्ध्या थियो त्यसले नै छोडेर गयो आज यति छिटो दुखेको जो सिङ्गल भयो नि मन त दुख्छ मेरो बुढीसँग फेरि अङ्गाले मार हिँड्नु पायो भने कस्तो हुन्थ्यो राम्रो हुन्थ्यो नि अहिले छैन नि त होइन छोडेर गयो मलाई चित्त दुख्छ हेर होइन त्यही पनि आज भाउजूको लागि ल के लाइन
भाउजूलाई त म धेरै मागेँ अरू के भन्न चाहन्छ ल म त्यसलाई के भन्छ नि मैले गल्ती गरेको मलाई माफ गर्छु त्योभन्दा म के भन्न चाहन्न आई लभ यु सन्ध्या भन्नु नि त आई लभ यु सन्ध्या ल यता हेर ल आई लभ यु मेरो बुढी सन्ध्या प्लिज फर्केर आऊ भन्नु प्लिज नफर्केर नआऊ